Hi everyone, welcome back to my YouTube channel. कस्तो हुनुहुन्छ तपाईहरु? आशा गर्दछु तपाईहरु सबै सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। सो यो भ्लग चाहिँ बन्दैछ फेरि पनि वेडिङ भ्लग। पहिलावाला चाहिँ थियो नेपाली आई मिन मणिपुरी वेडिङ भ्लग। यो चाहिँ नेपाली वेडिङ भ्लग हो। यो चाहिँ मेरो बुनुको बिहाको भ्लग बन्दैछ। तपाईहरु एक्साइटेड भइराख्नु भएको थियो होला आई मिन भ्लग कहिले आउँछ भनेर। सो हेर्न सक्नुहुन्छ पुरा भ्लग हेरेर इन्जोय गर्नु होला। बरानीको टोपली हो है बडाली बरानी बडाली बरानी बडाली रिपोर्ट नगरिकन गर्न आँटेको नि त लाइन रिपोर्ट गर्न सबै जान्छ नि सिद्धिबुद्धि सहित सपरिवार एकदम आसन हेलो साथीहरू। सो अहिले चाहिँ यहाँनिर मैले तपाईँहरूलाई डेकोरेसनको भिडियो देखाउँदैछु। हाम्रो डेकोरेसन चाहिँ अन द प्रोसेसै छ, खत्तम भएको छैन। सो पूजा पनि हुँदैछ, डेकोरेसन पनि हुँदैछ। यहाँनिर सब्जीहरू त्यो यो चाहिँ बिहाको अघिल्ला दिनको भ्लग हो। सो तपाईँहरू देख्न सक्नुहुन्छ। हामीले गर्न थाल्यौँ नि वाह 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 भन न नि बुढी दाजु दामी भयो पिठो पनि त भिज्यो होला नि लोभ नगरी हाल्नुपर्छ त्यो सोडा पनि सोडा धेरै भयो भने सोडा धेरै भयो भने भाँचिन्छ पनि त्यो अघि हातले हाल्ने भएपछि त्यस्तो रोटी पकाएर फुलो भने जाँगर मेरो चाहिँ हालत त्यस्तो छ कि गाइस यहाँ पुरा कफी गर्नुपर्ने थियो बल्दाजु बर्मा सवालिया सहित मगमसमा रोटी पनि भित्र भडामै लगाएर यता उठ्दै जापा वीरेन्द्र स्मृति साथीहरू यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो बुनुको साथीहरू चाहिँ आइपुगेर चाहिँ बुनुलाई डान्स सिकाउँदै नाच्दै गर्दैछ। बुनु चाहिँ अलिकति नाच्नुको लागि हेजिटेट गर्दैछ, तर पनि उनीहरूले बिचरा बहुत राम्रो डान्स गर्दै उसलाई इन्टरटेन गर्दैछ अनि उसलाई पनि जोस आउँदैछ अलिअलि चाहिँ। सो बिचरा बुनुको चाहिँ यो बुनुको साथीहरूको चाहिँ एक्जाम रहेछ भोलिपल्ट बुनुको बिहाको दिन, त्यही भएर अघिल्ला दिन नै आएर उनीहरू चाहिँ इन्जोय गर्दैछ बिचराहरू एक्जाम भए पनि। अनि यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ अघिल्ला दिनको भ्लगै हो। आन्टीहरू सानो नानी पनि नाच्छ अहिले पछिदेखि सबैजना नाच्छन्। तपाईँलाई थाहा छ कि यहाँनिर यिनीहरू नाचेको गाना चाहिँ हाल्नु सक्दिनँ म, किनकि कपिराइट आउँछ भनेर पत्ता नै किन हो। म चाहिँ अहिले तक यो गाना चाहिँ हाल्न सिकेकै छुइनँ कि मैले, मतलब मैले हालेको गानामा जहिले कपिराइट मात्रै आउँदैछ, त्यही भएर मैले चाहिँ इग्नोर गरेँ। बाबा चाहिँ यहाँ ठिक्क फेरि कनाउनु हुँदैछ, मैले बाबालाई साइड भनेर बाबा चाहिँ भाग्नुभयो। सो यहाँ सानो नानी देख्न सक्नुहुन्छ, ऊ पनि डान्स गर्ने इन्ट्रेस्ट देखाउँदैछ। अनि बुनुहरूको चाहिँ डान्स जारी छ। रेलमा चाहिँ गानासँग चाहिँ बहुत ही ब्युटिफुल डान्स छ। यो चाहिँ कतै रुकुमेकोटावाला गाना यो हो हुनु चाहिँ। त्यो गाना बज्दै थियो मेरो जहाँ तक म राइट छु, आई थिङ्क त्यही गाना होला। सो साथीहरू यस्तै छ। साथीहरू यहाँ चाहिँ कसाब बाँड्नु हुँदैछ। मम्मी बाउजू बडियामा सबैजनाहरू तपाईँले देख्न सक्नुहुँदैछ। मैले चाहिँ यतिकै क्याप्चर गरिरहेको थिएँ बिकज सो गुड। हेर्नुहोस् सबैजना। सो यो चाहिँ डेकोरेसनको तपाईँहरूलाई मैले अलिकति इन्ट्रीको देखाएको थिएँ। एन्ट्रेन्समा हो यो चाहिँ। सो तपाईँहरूले देख्न सक्नुभयो अघि चाहिँ बुनुको मेहन्दी हुँदै थियो। आई मिन मेहन्दी लगाउने कार्यक्रम हुँदै थियो। मेहन्दी लगाइसकेर चाहिँ आई मिन भित्र चाहिँ बुनुहरू मेहन्दी लगाउँदै गर्दाखेरि बाहिर चाहिँ यहाँनिर हाम्रो ग्याङको सबै फ्यामिलीहरूको डान्स दिएछ। बाबा त फास्टमा हुन्छ, तपाईँले देख्न सक्नुहुन्छ। त्यहाँदेखि
बुनुको मेहन्दी लगाएर फोटोहरू सेसनहरू सुरु भइसक्यो मम्मीसँग, त्यहाँदेखि सानीमासँग, सानीमाले मेहन्दी लगाउनु हुँदैछ, बढियामाहरूले। आफ्टर द्याट फेरि यहाँनिर डान्स हुँदैछ, सबैजनाको नाच्ने कार्यक्रम हुँदैछ यहाँ चाहिँ साथीहरू। अनि मिनवाइल चाहिँ यहाँनिर अन्जना बाबासँग के भन्दै थिएँ, मेहन्दीहरू हेर्नु के भन्दै थिएँ। सो आफ्टर द्याट फोटो सेसनहरू हुँदैछ। यो चाहिँ हाम्रो बिहाको स्विट थियो। अनि यहाँ चाहिँ फेरि अङ्कलहरू डान्स गर्नुहुँदैछ। यो चाहिँ मेहन्दीहरू मतलब जहाँ उता मेहन्दीहरू लगाउने कार्यक्रम, फोटोहरूको कार्यक्रम हुँदैन, यता चाहिँ डान्स गर्नुहुँदैछ बाबाहरू। बाबाको टिम भनौँ न अब यहाँ चाहिँ दादाहरू, बाबाहरू, दिदीहरू। हेर्नु सबैजना साथीहरू, यहाँ चाहिँ बुनु रेडी भएर सबैजना रेडी भयो, अलमोस्ट रेडी भइसक्नु भएको थियो। अनि त्यहाँदेखि चाहिँ हामी चाहिँ जन्तीलाई पर्खेर बसेको थियौँ कतिखेर आउँछन् भनेर। अनि यहाँ चाहिँ हामीले मालाहरू सबै चिजहरू, चाहिने चिजहरू रेडी राखेको थियौँ। आफ्टर द्याट जन्ती आइपुग्नु आँट्यो साथीहरू। जन्ती चाहिँ आइपुग्नु भइसकेको थियो। सो म चाहिँ सो एक्साइटेड थिएँ। सबैजना बाहिरमा जन्तीलाई वेलकम गर्नु उभिराख्नु भएको थियो। अनि म चाहिँ गएँ जन्तीको लागि स्वागत गर्नुको लागि चाहिँ। एन्ड देन आम क्याप्चरिङ। यो सबैजनाहरू आउनु हुँदैछ, तपाईँहरूले देख्न सक्नुहुँदैछ। जन्ती तर उहाँदेखि चाहिँ बेज लाउनु जति पनि हुनुभएको छ, उहाँहरू चाहिँ जन्ती हुनुहुन्छ। अनि भित्र आएर म चाहिँ बुनुहरूसँग मस्ती गर्दैछु। यहाँनिर जन्ती बाहिर आइसक्नु भयो, हामी चाहिँ भित्र मस्ती गर्दैछौँ भन्दै थिएँ म चाहिँ। यहाँनिर चाहिँ बुनुलाई लिएर गइसकेको थियौँ हामी। सो साथीहरू, बुनु चाहिँ बाहिर निस्किसकेको छ। अनि यहाँ चाहिँ म अनिल दादालाई हाई भन्दै थिएँ। सो हामीले चाहिँ एक्चुली जन्ती पर्सिने भएर चाहिँ अब जन्ती आइसकेपछि सबैले हातमा चावल लिएर बसेको थियौँ। बिफोर डेट चाहिँ जन्ती आइसकेर हाम्रो चाहिँ स्वयम्वरको लागि बाहिर निस्किसकेको थियौँ। बुनुलाई स्वयम्वरको लागि बाहिर निकालिदिइसकेको थियो। सो यहाँ चाहिँ अब स्वयम्वर हुन जान आँटेको छ। सो बुनुले जयलाई यहाँनिर पुज्न आँटेको चाहिँ पुज्दैछ। सो देख्न सक्नुहुँदैछ साथीहरू, हाम्रो बुनुको बिहा चाहिँ स्टार्ट भइसकेको छ। भिडियोमा चाहिँ अभियसली अहिले त अलरेडी खत्तम भइसकेको छ। सो यस गाइस, मेरो चाहिँ फर्स्ट टाइम थियो यो घरको फ्यामिली मतलब होली म्यारिज भन्नु भन्दाखेरि माघी बिहा। सो माघी मतलब बुनुको चाहिँ लभ प्लस एरेन्ज म्यारिज भनौँ न, अब त्यस्तै भएको छ। सो देख्न सक्नुहुँदैछ फर्स्टपालि जन्ती आइसकेपछि चाहिँ स्वयम्वर हुँदो रहेछ। सो स्वयम्वर हुनुभन्दा अगाडि चाहिँ पुज्नु पर्दो रहेछ र सो त्यो सेरेमनी हुँदैछ अहिले चाहिँ। सो मैले एक नजरा तपाईँहरूलाई जन्तीको पनि देखाइदिइसकेको छु। सो अब यसको बादमा टिका लगाइदिनुपर्छ बुनुले जयलाई, जयले बुनुलाई। त्यहाँदेखि माला लगाइदिएर स्वयम्वरको प्रोसेस हुँदैछ अहिले चाहिँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। बुनु चाहिँ पुरा नर्भस भइरहेको थियो यतिखेर चाहिँ। त्यो सबैले देखिसकेको थियो देख्दै थियो कि त्यहाँ नर्भस पुरा उसको, उसलाई केही छैन, पुरा एकदम सिरियस भइरहेको थिएँ। के गर्नु कसो गर्नु हुन्छ नि त अभियसली। हाम्रो गुरुजीले चाहिँ सिकाउनु हुँदैछ बुनुलाई छेउमा बसेर। सो स्वयम्वरको प्रोसेस अझै त खत्तम भइसकेको छैन साथीहरू, तपाईँहरूले देख्न सक्नुहुन्छ। अहिले बुनुलाई जयले टिका लाउनु हुँदैछ। मैले चाहिँ यो मतलब इन माई लाइफ फर्स्ट वेडिङै मैले एटेन्ड गरेको, जो मैले बिगिनिङदेखि एन्ड तक देखेको भनेको चाहिँ यही बुनुकै वेडिङ हो, नेपाली वेडिङ चाहिँ। अरू वेडिङ चाहिँ मैले कोही कोही ट्राइबहरूको मतलब अरू जातिहरूको देखिसकेको छु। अरू मेरो साथीहरू जस्तो कि मणिपुरी वेडिङ भयो, अनि बाहिरको साउथ इन्डियन वेडिङ भयो होइन। बट आफ्नो नेपाली ट्रेडिसनल वेडिङ चाहिँ मैले यो फर्स्ट टाइम विटनेस गरेको, जहाँ कि मतलब एभ्रिथिङ विटनेस गरेको। सो तपाईँहरूले देख्नु हुँदैछ अहिले चाहिँ फोटो सेसन चलिरहेको छ। हाम्रो रवि दादा, बाबा, पता नै के त हुँदै थियो त्यहाँनिर, त्यही भएर सबैजना हाँसिराख्नु भएको थियो त्यहाँनिर। स्वयम्वरको माला लगाउँदैछ। मलाई चाहिँ सबसे भन्दा राम्रो मतलब जो माला छ नि यो स्वयम्वरको, त्यो चाहिँ बहुत ही राम्रो लाग्छ मलाई नि त। दुबोको माला चाहिँ यो चाहिँ हाम्रो नेपाली ट्रेडिसनल माला भन्छ हुन्छ यो चाहिँ, तपाईँहरूलाई थाहा नै छ साथीहरू।
सो अहिले चाहिँ लोकान्तीले बान्दिँदैछ बुनुको साथीले चाहिँ। साथीहरू तपाईँहरूलाई भोइस म्युजिक बेगर चाहिँ बहुत बोर हुन्छ होला, बट लेकिन भिडियो चाहिँ बहुत राम्रो भएर चाहिँ तपाईँहरू इन्जोय गर्नुहोला यस भिडियो चाहिँ। अहिले चाहिँ बुनुको रिङ लगाइसक्यो सन्डर गर्दाखेरिको। बुनुले चाहिँ यहाँनिर घडी लगाइदिन आँटेको चाहिँ। सो बुनुको साथी जो उहाँको लोकान्ती चाहिँ रेडीमा बसिरहेछ घडी दिनुको लागि। यहाँनिर मामा माइजू भयो, दादाहरू भाउजू भयो, बडाआमाहरू भयो, सबैजनालाई मैले देख्दैछु त्यहाँनिर क्यामेरामा चाहिँ। भाइ बिचरा पर उभिएर हेरिरहेको थियो अनि मैले भाइ भनेर बोलाएको थिएँ। त्यो देखाउँदैछ, एक्लै उभिरहेको थियो पर। अहिले चाहिँ स्वयंवरको माला पनि रेडी भइसकेको छ, त्यो माला लगाइदिने कार्यक्रम हुँदैछ साथीहरू। तपाईँहरू भिडियो हेरेर इन्जोय गर्नुहोस् होला। म चाहिँ भाइलाई भाइ किन स्याड भएको भनेर जिस्काउँदै थिएँ, पुरा स्याड भएर बसिरहेको थियो भाइ चाहिँ। तपाईँहरू देख्न सक्नुहुन्छ उता सल्टिनीहरू बहुत हाँसेर क्ल्याप गरिराख्नु भएको छ, किनकि अब चाहिँ स्वयंवर खत्तम भइसक्यो अनि अहिले चाहिँ फोटो सेसन हुँदैछ। सो अब यो फोटो सेसन खत्तम भइसक्यो चाहिँ फेरि बुनुलाई चाहिँ भित्र लगेर हामी चाहिँ जन्ती पर्छौँ, तपाईँहरूले देख्नुहुन्छ भिडियोमा। सो देख्न सक्नुभएको छ बुनुलाई चाहिँ अब भित्र जाने बेला भइसक्यो अनि जन्ती हामी चाहिँ पर्सिने बेला भइसक्यो। सो बेहुलालाई फर्स्ट पर्सेर चाहिँ जन्ती हामी पर्सिन्छौँ। सो यहाँ चाहिँ चामल बोकेर सबैजनाको एक्ज्याक्ट बेहुलालाई छुपाउनु हुँदैछ, लेकिन हामी पर्सिँदैछौँ सबैजनाले बेहुलालाई। आफ्टर डेट त्यहाँदेखि चाहिँ जन्तीलाई पनि पर्सिँदैछौँ, हामी जन्तीलाई पर्सिँदैछौँ अहिले चाहिँ। आयन रोगा छैन यहाँनिर, अर्जना दिदी जानुहुन्छ भनेर मलाई नि यहाँ रुवाइसक्यो यसले। अरू अहिलेदेखि यो बन्द भयो, बाहिर मान्छे नाचिरहेछ। सो साथीहरू अहिले चाहिँ बुनुलाई हामीले खाना ल्याएर दिइसकेको छौँ, बिकज अहिले चाहिँ खाना खानु हुन्छ अरे, त्यहाँदेखि भरे फेरि खाना खानु हुँदैन, बेलुका हुन्छ भनेर चाहिँ। साथीहरू यहाँ चाहिँ घोडा धुनुको कार्यक्रम सुरु हुन आँटेको थियो अनि लाइक जग्गा चाहिँ कहाँ बस्ने त्यतातिर अलिअलि जो सामानहरू छ निकालेर त्यहाँनिर स्पेस बनाउनु हुँदैछ, किनकि यतापट्टि बेहुला बेहुलीको स्टेजमा चाहिँ नगर्ने पर्नु भएछ, उतापट्टि चाहिँ गर्नुपर्ने भएछ। सो यहाँनिर चाहिँ मैले बडा बाउहरू बडिआमा मम्मी बाबाले घोडा धोएको चाहिँ मैले भिडियो लिनु पाएको थिइनँ नभ्याएर, त्यही भएर मैले पिक्चर हालिदिएको छु यहाँनिर, तपाईँहरू देख्न सक्नुहुन्छ। बडिआमा मम्मी त्यहाँदेखि भाउजू जति पनि अहिले घोडा धुनु हुँदैछ उनीहरूको चाहिँ मैले फोटो हालिदिएको छु, किनकि त्यतिखेर म एभाइलेबल थिइनँ, मैले भिडियो बनाउन सकिनँ। अहिले चाहिँ यहाँनिर भाउजूले अनि घोडा धुनु हुँदैछ। सो तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो नेपालीहरूको बिहामा चाहिँ यो सब एउटा वान अफ दि इम्पोर्टेन्ट रिचुअल मानिन्छ। आफ्नो फ्यामिलीहरूले सबैजनाले रिलेटिभ्स फ्यामिलीहरूले चाहिँ घोडा धुने यो चलन छ बिहामा नि त, तपाईँले देख्न सक्नुहुन्छ। ओभियसली तपाईँहरूलाई थाहा छ यो, मैले चाहिँ फर्स्ट टाइम म बुझ्ने भएर चाहिँ कसैको नेपाली बिहामा अनि विटनेस गरेको के म पहिला सानोमा त
गएको थिएँ, लेकिन मलाई थाहा छैन यो सब के हो, एक्चुअल मिनिङ चाहिँ थाहा थिएन नि त्यसको। सो अहिले चाहिँ मैले आफ्नै घरमा हुँदाखेरि चाहिँ मैले सबै विटनेस मतलब एक्सपिरियन्स चाहिँ भयो मतलब यो सबको नि त। बिहामा के फङ्सन हुन्छ रिचुअलहरू भनेर चाहिँ। तपाईँहरू भिडियो हेरेर इन्जोय गर्नुहोला, किनकि अब त यो कति मिनटको त यो टिका लगाएको मतलब गोडा धोएकै हुन्छ। यहाँ चाहिँ अहिले बडे बाले चाहिँ रवि दादा अनि भाइलाई चाहिँ हेल्प गर्नुहुँदैछ। बिचरा उनीहरूको पनि आई गेस फर्स्ट टाइम होला जो गोडा धोएको, त्यही भएर चाहिँ उनीहरूलाई थाहा छैन नि त, त्यही भएर बडा बाउले हेल्प गर्नुहुँदैछ। एकजनाले भाइले चाहिँ पानी हालिदिँदैछन् अनि दादाले चाहिँ गोडा धुनुहुँदैछ। आफ्टर डेट टिका लगाएर सबैजनालाई टिका लगाएर अनि त्यहाँदेखि दक्षिणातिर चाहिँ खत्तम हुन्छ लास्टमा चाहिँ। ऊ चाहिँ मेरो दादा हो, तपाईँहरूले चिन्न सक्नुहुन्छ। आई मिन रवि दादा। अर्को चाहिँ मेरो भाइ हो, कान्छा चाहिँ ऊ चाहिँ हो। अनि सबैजना आफ्नो हाम्रो फ्यामिलीहरू चाहिँ उभिराख्नुभएको छ त्यहाँनिर, तपाईँहरूले देख्न सक्नुहुन्छ। भन्दा भने जस्तो बुनुको पनि बिहा भयो भनेर मतलब बिलिभै मजाले भएको छैन। बिहामा एटेन्ड गरेर आइपुगिसक्यो, बट आई एम नट स्टिल बिलिभिङ कि बुनुले बिहा गरिसक्यो भनेर चाहिँ के। बिकज अब हामी चाहिँ साथमा त्यति साह्रो बसेको छैन नि त। बेला कति सानोदेखि नै म चाहिँ दूरै बसेको। क्लास 10 मतलब क्लास 9देखि नै भनौँ न, बुनुहरूदेखि चाहिँ म टाढा बेला आउँथेँ जान्थेँ त्यस्तो गरेर बसेको नि त। सो त्यही भएर पनि होला सायद। अहिले चाहिँ रवि दादाले चाहिँ खत्तम हुन आँटिसक्यो अनि त्यहाँदेखि हाम्रो भाइको पालो छ। भाइले चाहिँ त्यहाँदेखि मलाई चाहिँ सिकाउनु है भन्दैछन् बडा बाउलाई। सो बडा बाउले सिकाउनु हुँदैछ भाइलाई पनि अब चाहिँ। सो यहाँ चाहिँ मलाई चाहिँ त्यहाँनिर भन्नुभएको आफ्नो मतलब माइतीहरूले चाहिँ जल्दी फास्ट गरिहाल्नु पर्दछ, मतलब गोडा धुनु पर्दो रहेछ जल्दी। अब मैले चाहिँ सोधेको भरे जतिखेर गर्दा पनि हुन्छ, जतिखेर गोडा धुँदा पनि हुन्छ अरे हामीले चाहिँ। अनि मैले चाहिँ यतापट्टि डान्स हुँदै रहेछ आएर क्याप्चर गरेँ। तपाईँलाई थाहा नै छ, फेरि पनि मैले म्युजिक चाहिँ लगेन यहाँनिर। सो गोडा धुने कार्यक्रम उता जारी छ, यता डान्स पनि जारी छ। अनि गोडा सकेछ अहिले चाहिँ। जो गोडा धोइसकेर चाहिँ बुनुहरू यता यज्ञमा बसेका छन्। अब यज्ञको रिचुअल सुरु भइसकेको रहेछ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ बाबाले चाहिँ पूजाहरू गर्नुहुँदैछ। गुरुजी बाबा अनि के रिचुअलहरू गर्नुहुँदैछ त्यहाँनिर। सबैजना बसिराख्नु भएको छ, हामी चाहिँ यतिकै हेरिरहेको थियौँ। अनि यहाँनिर चाहिँ अहिले कन्यादान दिने रिचुअल हुन आँटिसकेको छ, कन्यादान दिनको लागि चाहिँ। सो हाम्रो मम्मी बाबा बडी आमा सबैजनाले कन्यादान दिनुहुँदैछ है गाइस। अहिले चाहिँ तपाईँहरूले देखिसक्नुहुन्छ हाम्रो मम्मीको फेस चाहिँ पुरा कस्तो उदास बिचरा, मतलब कस्तो नराम्रो लागिरहेछ कि। लाइक इमोसनल मोमेन्ट हो नि त ओभियसली। सो इमोसन हुन आँट्नु भएको छ। ओभियसली कन्यादान दिन पाउँदा त सबसे भन्दा राम्रो मतलब चिज हो नि त। छोरीको बिहा गरेर कन्यादान दिनु भन्छन् नि सबैजनाले। सो त्यो मतलब एउटा इमोसनल मोमेन्ट जो हुन्छ त्यो मम्मीको अनुहारमा चाहिँ साफ देखिरहेको छु मैले चाहिँ। सबैले नमस्ते गर्नु भनेर नमस्ते गर्नु हुँदैछ यहाँ चाहिँ अहिले। कन्यादान दिइसकेर केही पूजाहरू मतलब पाठहरू पढ्नु हुँदैछ गुरुजीले, त्यही भएर चाहिँ यहाँनिर नमस्ते गरेर उभिराख्नु भएको छ सबैजनाको। म जन्मिँदाखेरि थाहा छ हाम्रो लर नै गर्नुभएको आमेको सबै
बेहुला बेहुली तयारी फोटो खिच्ने तयारी हेर्ने पनि तयारी साथीहरू तपाईँले देखिसक्नुभयो अहिले लगनको टाइम भएर लगन बो लगन बो लगन बो भनेर अहिले चाहिँ लगनको पोतेजो लगाइसक्नुभयो जहिले चाहिँ। सो यो चाहिँ अहिले लगन बोलाइसकेर पनि लगन पनि को साइड पनि खत्तम भइसकेको छ अहिले चाहिँ। सो अहिले चाहिँ फोटोग्राफरहरू फोटो खिच्नेहरू फोटो खिच्नु हुँदैछ। लगन पनि भइसक्यो बुनुको जो साइड थियो लगनको त्यो पनि। साथीहरू अहिले चाहिँ लगनको बेला पनि खत्तम भइसकेको छ। अभियसली लगन भएर पोते लगाइसकेपछि चाहिँ अब चाहिँ लगन गाँठो बाँधेर चाहिँ अघि बुनु अघि जय पछि भएर जो लगन भएर अहिले जग्गेमा घुम्ने बेला आइसकेको छ। सो यो जग्गेमा घुमिसकेपछि चाहिँ फेरि बेहुलाले र बेहुलीले ड्रेस चेन्ज गर्नु पर्दछ। बेहुलीले चाहिँ बेहुलाको पट्टिको देखि दिएको कपडा लगाउनु पर्दो रहेछ अनि बेहुलाले चाहिँ हामीले पट्टिको दिएको कपडा लगाउनु पर्दो रहेछ। सो अहिले चाहिँ जग्गेमा घुम्नु हुँदैछ। जो 7 फेरा भन्छ नि त्यो चाहिँ अहिले नै हुन्छ। बट मैले भिडियोमा चाहिँ सबै देखाएको छुइनँ साथीहरू तपाईँहरूलाई। सो हेर्दै गर्नु होला। तपाईँहरू हेर्न सक्नुहुँदैछ अहिले चाहिँ जग्गेमा घुम्नु हुँदैछ। अब यो यसको नेक्स्टमा चाहिँ फेरि ड्रेस चेन्ज गरेर अर्को ड्रेस लगाउनुपर्छ। सो गाइस भिडियो हेरेर इन्जोय गर्नुहोस् होला तपाईँहरू। यहाँ चाहिँ फेरि बुनुले उतादेखि जयको फ्यामिलीदेखि ल्याएको ड्रेसहरू लगाएर चाहिँ बाहिर निस्किसकेको छ। सबै छोड लाएर हौ उसले छोडेन उता छोडेन अब एकचोटि अब लास्ट सबै छोडिदिएको त अस्ति होइन वाह 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 साथीहरू तपाईँहरूले देख्न सक्नुहुँदैछ अहिले यहाँनिर सिन्दुर हाल्ने रिचुअल हुँदैछ। अहिले चाहिँ फाइनली यो रिचुअल हुँदैछ। त्यहाँदेखि चाहिँ एक्चुअली यो रिचुअल हुँदाखेरि चाहिँ माइतीहरूले चाहिँ सिन्दुर हालेको हेर्नु हुँदो रहेनछ नि त। अनि सबैजना भाइहरू चाहिँ भित्र गइरहेको थियो अनि हामीले चाहिँ हेर्नु हुँदो रहेछ। सो म चाहिँ त्यहाँ उपस्थित थिएँ यो सिन्दुर हाल्ने रिचुअलमा चाहिँ। लाइक यो पनि वान अफ द इमोसनल मोमेन्ट नै हुन्छ नि छोरी मान्छेको लागि नै यो रिचुअल पनि तपाईँलाई थाहा नै छ यो सब। सो त्यहाँदेखि यो सिन्दुर हालेको ठाउँमा चाहिँ अहिले हेर्नु हुँदैन भने अहिले हेर्नु हुँदैन होला सायद त्यही भएर चाहिँ छोप्नु पर्दो रहेछ कि के हो त्यही छोप्नु हुँदैछ यहाँनिर चाहिँ। तपाईँहरूले देख्न सक्नुहुँदैछ यहाँनिर चाहिँ यो सिन्दुर हालेर पनि त्यो मजाले पोको पारेर चाहिँ बुनुलाई दिनुहुन्छ होला। सायद बुनुले राख्नुपर्छ होला। यो चाहिँ के मलाई चाहिँ थाहा छैन यो रिचुअल चाहिँ के हो एक्चुअली भनेर चाहिँ मतलब बुनुलाई दिएर चाहिँ त्यो बुनुले चाहिँ यो सम्हालेर राख्सी होला सायद। सो अब बुनुले चाहिँ खुट्टा धोक्नुपर्छ होला जयको सायद। तपट्टि राखेर आई थिङ्क सो मलाई त्यस्तै लाग्दैछ। ओके ओके अच्छा थाहा भएन मलाई आई डोन्ट नो। अच्छा त्यो रिचुअल होइन खुट्टा झोक्ने चाहिँ होइन रहेछ। सो बुनुलाई चाहिँ बोकेर उता सार्ने रिचुअल चाहिँ हुँदो रहेछ सायद। सो बुनुलाई चाहिँ बोकेर उता सो यो रिचुअल चाहिँ भइसक्यो। बुनुलाई बोकेर उता सार्ने रिचुअल चाहिँ तपाईँहरूले देख्न सक्नुहुँदैछ। आफ्टर डेट नबस्नु भन्नुहुँदैछ त्यहाँनिर एकजना गुरुजी नभए को हुनुहुन्थ्यो पत्ता नै थाहा भएन। बट उनले चाहिँ भन्नुहुन्छ नबस्नु भनेर समथिङ के त्यहाँनिर फेरि के रिचुअल्स हुँदैछ मलाई पनि थाहा छैन। म पनि पुरा कन्फ्युज भइरहेको छु यहाँनिर। सो अब चाहिँ म एक्साइटेड छु यहाँदेखि के रिचुअल आउँछ भनेर। आई थिङ्क यो चाहिँ उता बेहुलीको साइडको अनि बेहुलाको साइडको
फ्यामिलीहरू त्यो के तानातान डोरी तानातानवाला या त्यही डोरी तानातान हुन्छ नि यो रस्सी हुन्छ कि अब यसलाई जो रिचुअल हुन्छ त्यो चाहिँ बेहुलाकोपट्टिको फ्यामिलीले अनि उता बेहुलीकोपट्टि हाम्रोपट्टिको फ्यामिलीले चाहिँ यो कलेज जित्छ भनेर एउटा रिचुअल हुन्छ। सो तपाईँहरूले देख्न सकिहाल्नुहुन्छ कलेज जित्यो भनेर यही भिडियोतर्फ। सो तर रोक्नु होला। यहाँनिर सबैजनाले बोलाउँदैछन्। तान्नुको लागि। सो यो गेमै भन्नु कि रिचुअल भन्नु यो पनि सुरु हुन आँटिसकेको थियो। सो मैले चाहिँ यो सबै रिचुअल्सको भिडियो ल्याउन म्यानेज गरेको हो। सो बिजी तर पनि। सो गाइस अहिले चाहिँ यहाँनिर सुरु हुन आँटेको छ, तान्न सुरु भइसकेको छ। सो यतापट्टि उतापट्टि बेहुलाको साइडको भएको चाहिँ बेहुलाको फ्यामिली, तपाईँलाई थाहा नै छ। बेहुलीको साइड भएको चाहिँ बेहुलीको फ्यामिली। सो यो रिचुअलमा चाहिँ हामी बेहुलीको साइडकोले चाहिँ जित्छौँ है। तपाईँहरूले देख्न सक्नुहुन्छ, हेर्नुहोस्। 1 2 3 जोर लगाएर तान्नु हुँदैछ दुई पट्टिकोले नै। सो यस सो यो चाहिँ हामीले जितिसकेको छौँ, हाम्रो बेहुलीको साइडकोले चाहिँ पुरा भन्दैछन् बुनुहरू त्यहाँ जितेर नि त। हाई एभ्रिवान, अहिले चाहिँ बुनुले घडी देखाउँदैछ। आई थिङ्क बुनुले घडी जित्यो होला सायद त्यहाँ, त्यही भएर देखाउँदैछ। सो एभ्रिवान अहिले चाहिँ हाम्रो अन्तिम बिहाको अन्तिम स्टेज तक पुगिसकेको छ। अनि अहिले चाहिँ बाबाले अनि बाबाले बुनेर जयलाई टिका लगाइदिनु हुँदैछ। सो टिका लाउँदा के चाहिँ फन हुन्छ भने बाबा छोरी जय यहाँनिर पुरा हाँस्नु हुँदै थियो। केही त खिचडी पाक्दैछ दुईजनाको बिचमा। सो गाइस आई होप तपाईँहरूले भिडियो मन पराउनु भयो होला, बुनुको बिहाको भिडियो। अनि अहिले चाहिँ बुनु र जयलाई हामीले खाना दिएर चाहिँ अहिले भाइले बुनुलाई बोकेर बाहिर निकाल्नुपर्छ नि त, त्यो रिचुअल पनि भइसक्यो। देन बुनु गाडी पुज्दैछौँ हामी सबैजनाले। म पनि भिडियो बनाउँदै थिएँ, फेरि गाडी बुन्नु भनेर पनि गएर चाहिँ म्यानेज गरेको थिएँ। सो अहिले मम्मीले चाहिँ दही खिलाउनु हुँदैछ सो जयलाई अनि बुनुलाई। सो आई वाज एक्सपेक्टिङ यो मोमेन्ट चाहिँ बहुत इमोसनल हुन्छ होला भनेर, बिचरा मम्मी कस्तो इमोसनल हुन आँट्नु भएको थियो कि दही खिलाइसकेपछि चाहिँ। के गर्नु तर अरूजना पनि सबै फ्यामिलीहरू चाहिँ खुसी नै देखेँ मैले। अनि बुनु पनि नरोइ गई, त्यही चाहिँ खुसी लाग्यो सबसे बेस्ट चाहिँ। अन्जना सो तपाईँहरूले देखिसक्नुभयो जन्ती, मतलब उनी जन्ती चाहिँ जानु भइसक्यो गाडी, मतलब बुनुहरूले चाहिँ बिदाई गरिसक्यौँ हामीले ओभियसली लास्ट रिचुअल गरेर चाहिँ। त्यहाँदेखि चाहिँ मैले चाहिँ ब्लग सुट गरिनँ, किनकि तपाईँलाई थाहा नै छ कस्तो हुन्छ बिहाको घर भनेर। अनि त्यहाँदेखि के काम हुन्छ, बाबाहरूले त बिहानदेखि खाना खानु भएको हुँदैन। सो बडी बाबाहरूले सबैजनाले सो फ्यामिली मतलब आफ्नो घरको परिवारहरूले सबैले खानाहरू दिनु ओर्नु यताउता, मतलब अलिअलि कामहरू हुन्छ नि त ज्यादा, मतलब त्यो कामहरू गर्नमा म चाहिँ बिजी थिएँ। सो त्यहाँदेखि चाहिँ ब्लग गर्नु पाइनँ साथीहरू। कतिजनाले चाहिँ पुरा भिडियो हेर्नुभयो होला, कतिजनाले चाहिँ स्किप गर्दै हेर्नुभयो होला, कतिजनाले चाहिँ फर्स्ट टाइम हेर्नुभएको छ होला। सो हेर्नुभयो होला आई फिल। सो जतिजनाले पनि पुरा भिडियो हेरेर इन्जोय गर्नुभयो त्यो उनीहरूलाई चाहिँ धन्यवाद। अनि आई होप तपाईँहरूले पुरा मेरो बुनुको वेडिङ ब्लग चाहिँ इन्जोय गर्नुभयो होला। अनि कति जग्गा चाहिँ आई मिन अलमोस्ट आई फिल अलमोस्ट 70% त मैले कभर गरेका थिएँ होला सबै वेडिङ। अरू चाहिँ मैले कभर गर्न सकेन किनभने म पनि बहुतै बिजी थिएँ त्यतिखेर यताउता कुद्नुको लागि। सो एक हप्ताको लागि भए पनि म चाहिँ घर गएको थिएँ बिहाको लागि, घरदेखि नै काम गर्दै भए पनि मैले चाहिँ म्यानेज गर्दै थिएँ बुनको बिहा इन्जोय गर्नुको लागि चाहिँ, बिकज मेमोरी पनि हुन्छ भनेर चाहिँ मैले ब्लग पनि सुट गरेको थिएँ भ्याइ नभ्याइ भए पनि। सो आई होप तपाईँले सबैले मेरो ब्लगलाई माया गरिदिनु भयो होला।
सो त्यसको लागि धन्यवाद। थ्याङ्क यू सो मच वन्स अगेन फर वाचिङ माई भ्लग। बाई एभ्रिवान, सी यू फेरि पनि अर्को भ्लगमा।